हेलो गाइस, नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ। इट्स मी साइरा प्रधान। आफ्टर लङ टाइम आइम कम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म गाईघाटदेखि मेरो न्यू मामा घर हेटौडा जाँदैछु। बाटोमा गाडी पङ्चर भएर चाहिँ म गाडीबाट ओर्लेर यसरी हेर्दैछु। म मामा घर हेटौडा पुगिसके, बिचमा केही भिडियोहरू थियो हैन, त्यो कट भएको कारणले यहाँ एकैचोटि पुगिसकेको देखाएको छु। म चाहिँ काकाको छोरी दिदीसँग माम खाँदैछु यहाँनिर हैन। यम्मी यम्मी फ्राइड राइस बनाउनु भएको छ दिदीले हैन। दिदीसँग यसरी खाँदैछु। अनि मामा घर एकदमै रमाइलो लाग्यो मलाई हैन। म चाहिँ दिदीले जे गर्यो त्यही गर्दैछु अनि एकदम मस्तसँग खाँदैछु हैन। टक्क भुइँमा यसरी बसेर मजा आयो। अब यो मामा घरको 2 दिन बसाएपछि हामी काठमाडौँतिर लाग्नेछौँ। त्यसपछि हामीले यो नास्ता खाइसकेपछि हामी चाहिँ शहीद स्मारक घुम्न सिटीमा चढ्यौँ। मामु, दिदी अनि फुपू यहाँ हुनुहुन्छ। हामी चाहिँ सिटीमा छौँ हैन। लगभग 15-20 मिनटको पछि वहाँ पुग्नेछौँ। नयाँ ठाउँमा एकदम रमाइलो लागिरहेछ। यो चाहिँ हेटौडाको बजार हो हैन। हेटौडाको बजार रमाइलो बजार। अब हामी यसरी हाइवेबाट हिँड्दैछौँ, जाँदैछौँ। एकदम रमाइलो टिकटक बनाउँदै यहाँ मेरो दिदी हुनुहुन्छ हैन, फुफू दिदी। म चाहिँ यहाँ छु। मलाई एकदम रमाइलो लागिरहेछ। यहाँ चाहिँ हनुमानजीले छाती चिरेर देखाइरहनु भएको छ। यो भिडियो क्लियर छैन, राम्रोसँग हेर्दिन। हामी जाँदैछौँ। सनराइज पनि हेर्दैछौँ। यतिखेर ठिक 5:30 बजिरहेको छ हैन। यो चाहिँ राप्ती खोला भन्दै हुनुहुन्छ। राप्ती खोला अरे, हेटौडाको राप्ती खोला हैन। सारारारारा जाँदैछौँ हैन। मामा घरबाट शहीद स्मारक घुम्न। त्यसपछि हेरौँ कस्तो छ। प्लिज हजुरहरू पनि मसँगै आएर भिजिट गर्नुहोस्। कस्तो लाग्छ लाइक, कमेन्ट अनि सेयर गरिदिनुहोस्। कमेन्ट गरिदिनुहोस् कस्तो लाग्छ है मसँगै घुमौँ। ओके, मलाई चाहिँ एकदम अल्छी लागिरहेछ। म यस्तरी बसिरहेको छु। त्यसपछि हामी अर्को अटो चेन्ज गऱ्यौँ। सिटी चाहिँ उकालोमा चढ्दैन अरे, त्यही भएर अटोमा जाँदैछौँ। म यसरी चढेँ हैन। हामी यसरी जाँदैछौँ। यो उकालो अलिकति उकालो रहेछ। एकदम यहाँको पुरै भ्यूहरू हेर्दै जाँदैछौँ। रमाइलो लागिरहेछ हैन। साथीहरू कस्तो लागेको छ हेर्नु है। मेरो यो ब्ल्याक फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ। शहीद स्मारक टिकट काटेर पनि भित्र छिरिसक्यौँ। यहाँ चाहिँ बेलुकामा चाहिँ एकदम लाइटिङहरू हुन्छ, राम्रो हुन्छ भनेर बेलुका आएको, तर लाइटिङहरू सबै बन्द। भदौ 23 चेन्जीहरूले सबै पुरै ध्वस्त बनाइदिएको कारणले अहिले चाहिँ 6:30 बजेबाट बन्द। लाइटिङ पनि छैन अरे, त्यही भएर यो अलिअलि अँध्यारोमा खासै भिडियो फोटोहरू खिच्न पनि पाएन। साइरू बेबीले चाहिँ धेरै दुःख दिएर फोटो भिडियो केही पनि गर्न दिएन। ऊ चाहिँ यसरी छ हैन। एकदम रमाइलो फिल्महरू सुटिङ गर्ने ठाउँ, फोटोसुट गर्ने ठाउँ एकदमै उपयुक्त रहेछ यो चाहिँ हैन।
अलिकति फोटो पनि हानिदिएको मैले चाहिँ होइन। छोरीले चाहिँ नमानेर साइरू बेबी चाहिँ यस्तो गरिरहेछ। त्यसपछि आएर हामी भोलिपल्ट गयौँ हेटौडाको भुटन देवी मन्दिर, जुन मन्दिरमा चाहिँ गएर आफूले के भन्छ केही माग्यो भने चाहिँ पुरा हुन्छ अरे, पुरा गरिदिन्छ अरे होइन। भुटन देवी मन्दिरमा यहाँ गयौँ। यहाँ पनि राम्रो लाग्यो मन्दिर, तर फोटो